राजु अरियालजी कहाँ हुनुहुन्छ तत्काल लिएर आउनु परेन। हाम्रो ओमप्रकाश अरियालजी कहाँ हुनुहुन्छ तत्काल ल्याएर कठघरामा उभ्याउनु पर्यो। अहिले वर्दी लाएर छानबिन हुँदैन सभापतिज्यू, यो कुरा स्पष्ट। यहाँ कहाँ हो यो दिनुपर्ने, यसलाई लेखेर दिनु होला। वर्दी लाएर बसेर ल मलाई छानबिन गर भन्न पाइँदैन। गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर त भनेर भन्न पाइँदैन। यो स्पष्ट हुनुपर्छ। यो गृहमन्त्री, गृह सचिव र आइजिपीलाई तत्काल सेवाबाट निलम्बन गरेर जिम्मेवारीबाट बर्खास्त गरेर बाहिर ल्याएर यो कठघरामा राखेर यो विषयमा छानबिन हुनुपर्छ। यो अहिलेको मात्र यो उसको मात्र कुरा छैन। योभन्दा पूर्व पनि अहिले पनि त्यहाँका सिपाहीहरू हाम्रा घरका भाइ बहिनी छन्। मेरो घरको 10 जना म्यादी पुलिसमा गएका थिए। त्यस्ता केटाकेटीले लाउने, त्यसरी दुःख गरेर गरेका केटाकेटीले लाउने पैसामा यो खालो बदमासी गर्न पाइन्छ? तत्काल छानबिन, तत्काल यी आरोपित मान्छेहरूलाई तत्काल जिम्मेवारीबाट बाहिर राखेर तत्काल छानबिन समिति बनाएर बर्खास्त गरेर यो छानबिन गरिनुपर्छ। नैतिकता छ भने तपाईँहरूले छोड्नुपर्छ। कानुनी राज्य हो भने बर्खास्ती गरिनुपर्छ। आजै, अहिले, राइट नाउ, अहिले हुनुपर्छ यो विषयमा। यति सजिलै हल्का फुल्का विषयमा मैले बार बार भनेको छु, ठुला ठुला भ्रष्टाचारको काण्ड हुने, ल्याउने र सार्वजनिक लेखा समितिमा ल्याउने, अनि सुनपानी छर्किन लागेर समितिमा मुद्दा चलिरहेको छ, अख्तियारमा चलिरहेको छ, यता चलिरहेको छ, उता चलिरहेको छ भनेर अलमल पारेर चोखिएर घर रिटायर भएर घर जान पाइँदैन। राजु अरियालजी कहाँ हुनुहुन्छ तत्काल लिएर आउनु परेन। हाम्रो ओमप्रकाश अरियालजी कहाँ हुनुहुन्छ तत्काल ल्याएर कठघरामा उभ्याउनु पर्यो। अहिले वर्दी लाएर छानबिन हुँदैन सभापतिज्यू, यो कुरा स्पष्ट। यहाँ कहाँ हो यो दिनुपर्ने, यसलाई लेखेर दिनु होला। वर्दी लाएर बसेर ल मलाई छानबिन गर भन्न पाइँदैन। गृह सचिवको त्यो कुर्सीमा बसेर म माथि छानबिन गर त भनेर भन्न पाइँदैन। यो स्पष्ट हुनुपर्छ। यो यी यावत कुराहरू छन्। अझै यसका गहिरो अध्ययन हामी पनि गरौँला। यो अहिले मात्र होइन, म 18 वर्षदेखि प्रहरीको बिटमा मैले पनि रिपोर्टिङ गरेर आएको छु। सुरक्षाको बिटमा मैले पनि हिजो रेडियो टेलिभिजनमा रिपोर्टिङ गरेर आएको छु। म लामो समयदेखि यसका फेरिस्त मैले पनि हेरिरहेको छु। ठेकेदारहरूसँग त्यो खालको मिलेमत त सक्छन्। यी मान्छेहरू कहीँ कतै चिनिन्छ, चिनिँदैन, उहाँहरूले देख्नुहुन्छ, देख्नु हुँदैन, त्यो कहीँ कतै भेटघाट हुन्छ, हुँदैन। यी सबैका मोबाइलहरू नियन्त्रणमा लिनु पर्यो। जसरी प्रहरीले अरूमाथि छानबिन गर्छ त्यसै गरी यो मुद्दामा पनि, यो मुद्दा यो सामान्य तरिकाको छानबिनको मुद्दा मात्र होइन। यो खालको जे बदमासीहरू गरिएको, जे खालको कुराहरू गरिएको छ, यसमा पनि फौजदारी अभियोगमा छानबिन हुनुपर्छ। यो बदमासी हो। अति भर्खर मात्र सरकारले सार्वजनिक खरिदका विरुद्धमा गरिएका कर्मलाई फौजदारी मुद्दा मान्नुपर्छ भनेको छ। त्यो उसको कठघरामा उभ्याएर छानबिन हुनुपर्छ। यसमा गरिब दलितका, उपेक्षित उत्पीडितका छोराछोरी सिपाही हलदार बनाएर गेटमा राखेर सलाम हान्न लगाएर भित्र यो खालको बदमासी गर्न पाइँदैन। यो कुरामा सरकार स्पष्ट हुनुपर्छ, समिति स्पष्ट हुनुपर्छ। त्यो ढङ्गबाट निर्देशन जानुपर्छ सभापतिज्यू। होइन भने हामी जे म्यान्डेट लिएर यहाँ प्रवेश गरेका छौँ, जे मुद्दा लिएर हामी चुनाव जितेर यहाँ आएका छौँ, यस्ता खालका बदमासीको हामी साँची बस्न सकिँदैन। यो कुरामा सबै सचेत हुनुपर्छ। यो कुरा म तपाईँको बिचमा राख्न चाहन्छु। फेरि दोहोऱ्याएर भन्छु, स्पष्ट रूपमा छानबिन समिति बन्नुपर्छ, मुद्दा दायर हुनुपर्छ, फौजदारी अभियोगमा मुद्दा चल्नुपर्छ र अहिले जिम्मेवारीमा बसेका साथीहरूलाई बाहिर राखेर त्यो प्रक्रिया नसकिने बेलासम्म बाहिरपट्टि बसेर सहयोग गर्नलाई पनि हामीले भन्नुपर्छ र यो कर्म गर्नुपर्छ। धन्यवाद।